दाजु माई खोला पुग्यो होला माई खोला पुग्यो होला दाजु माई खोला पुग्यो दाजु माई खोलादेखि उकालो लाग्ने प्रयास भइरहेको छ गयो बोलाउँदा हुन्छ दाजु कन्ट्याक्ट गराउनु मलाई हुन्छ धेरै पो दबाई छ त हौ बाटो त अस्तिको दिन भन्दा धेरै दबाई छ बाटो खोला छेउमै पुग्न आँटिसकेको छ अब त डाँडा हिँड्नु खोजेर सिसामा ढुङ्गा उछिटेर आयो भने त जान्छ ढुङ्गाले लाग्छ होला भनेर म चाहिँ ल्याउ ब्याग ल्याउ यस्तो बिना गाडी होला यो चार्जवाला हो ब्याट्री वाला अगाडि जाउँ अगाडि त्यत्रो बल नगर न अलिकति हल्का बताऊ कत्रो बल गर्दो रहेछ अनि छ होला नि रकेटको गाडी कहाँ गो अब कहाँ ब्याग गरौँ गाडी यहीँ छ ब्याग होइन उतै जानु जाउँ न के भन्छ ठाउँ छैन उतै जाँदैन जानु के धरा पुग्नु मन लागेको उयो इबी फसिरहेछ क्या उयो इबी फसिरहेछ हौ हाम्रो धन कहाँ हुन्छ त अनि टिभीबाट टारबाट आएको उठ्छ कुना बाटो बनाउँदैछ कहाँ गएको नवीन भाइ आफूले त गएको इबी अड्किरहेको छ क्या इबी ब्याग हान्नु नि हौ फेरि हुँदैन भन्छ के भन्नु पर्ने जुन अप्ठ्यारो छ अन्त अनि जान्छ हौ जान्छ रोडसँग छ नि त किन जाँदैन हौ कोडी गरेर हुँदैन ऊ तिनीहरू साइड गर्दा जान्छ साइड हुन्छ नि अहिले होस् जस्तो लाग्छ सबैलाई के हो अब हामीलाई पाठहरू बनाइदियो यति पछाडि जाँदैन अब यही सार्ने बेला फेरि यसो हेरेर आउनुपर्छ नि यसो अझै पनि चिनेको ड्राइभर यो
अब के अब गाडी नि ब्याक गरिदिनु ल त्यो ब्याक भयो भने मान्छे झारौँ होइन अहिले मान्छे झारेर लैजाउँ न ल मान्छे त झर्यौँ तपाईँको ब्याक गरिदिनु यो गरे भयो भने यता पछाडि चाहिँ गाडीहरू कि ब्याक गर्दैछ पछाडि बसिरहेको छ ए अब हाम्रो ब्याग गर्दा यस्तो गाडी अब त्यो ब्याक हुँदैन अरे यता लाइन आइरहेछ के हो नि यही ठाउँमा फेरि यो चाहिँ ब्याक हुँदैन यो गाडी यतिकोमा त हुनु पर्ने त यो इभी हो नि त मामा सक्दैन यो फोर व्हिलर हुँदैन होला यसमा अब के गर्छ त अर्को फेरि कुन चाहिँ लिएर आउँदैछ कुन चाहिँ लिएको हो सन्चै जहाँ अप्ठ्यारो कि चाहिँ पारेर अब अनि यसलाई केले तान्छ त अब कुनलाई यो गाडी हाम्रो ब्याक गरेर निकाल्नु पर्यो यसलाई ठिकै त ठेल्नु पर्यो होला उतिसम्म गएदेखि त साइड हुन्छ नि लाइनै गाडी छ भन्दा ब्याक गराउनु त लु तपाईँ नै गर्नु यो ज्यान बचाउँ सबै बचाउँ भन्नेतिर बडो लाग्यो एकछिन झर्नु यहाँ धेरै बेर बस्नु मस्तिर गएर बस्नु ल मुनि मुनि सुतेर हेरौँ त मुनि के भएछ ए बिग्रेको रहेछ यी पनि अनि सुरज फेरि झ्यापमा छ उहाँहरू न। चाहिँ कहिले फ्रेस हुनु एक दुई दिन अलिक फ्रेस भए जस्तो हुन्छ यी पनि बिग्रेछ अगाडि न पछाडि भएको रहेछ ल हो न्युट्रलमा पो झर्दो रहेछ यहाँसम्म त नि त्यही भएर पो नथार्दो रहेछ तेरो खुसीको यस्तो दिएर भन्दैछ तपाईँले खेल्नु पर्ने भयो त्यहाँनिर ब्रेक स्रेक केही देखाएको छैन लाइन मैले हेरिरहेको अहिले केहीको लाइनै देखाएको छैन अब यसलाई ठेलेर मलाई यस्तो केही समस्या छ जस्तो लाग्दाखेरि अझै अझै त्यही त अगाडि अर्कोले फेरि राखिरहेछ त्यसको गाडी फर्स्ट आउने बेला अझै जानु भन्दैछ अनि देखिँदैछ ए के गरेको त्यहाँ चाहिँ रकेट पो रहेछ त बाइक छ क्या घरमा टिभीको पछाडि खासै बस्नु त मन लाग्दैन हौ त्यही पनि खाली रहेछ टिभी खेल्नै पर्छ मैले हेरेर आइसकेको हो कि खेल्दैछ नि ठेलौँ न ठेलौँ ठेलौँ क्या मान्छे जति त्यो बिग्रेको रहेछ अघि नै त्यही भएर ब्याग नहानेको त्यही भएर ब्याग नहानेको भिडियो पनि थोडा लामो भइसक्यो र नि ओ ठेलौँ न तपाईँ एउटा घर ठेल्दा हुन्छ नि अहिले फेरि आइसक्यो खाइसक्यो यहाँको कसले ठेल्ने एउटा मान्छे
झरेर ठेल्नु लाउनु पर्छ ट्राफिक छ नि त बाइकहरू समेटेर बोलाएर अरू गाडीहरू पनि टन्नै लाइन लाग्छ कस्तो खोलामा घर बनाएको नि घर अस्तिको बाढीले गर्दा न त अलिक ठाउँ थियो क्या तर त्यसो त त्यहाँभन्दा मुनि पनि ठुल्ठुलो चट्टान देखिन्थ्यो नि अन्त पुरेर कत्रो ढुङ्गा छ ढुङ्गा माथि बनाएको रातोली चाहिँ कता हो यही हो त राजशाही यही हो राजशाही पुल यही हो त्यो रातोलीबाट यता लाग्दाखेरि खोलामै घर थियो यही हो नि ए यस्तो नठेलेको होला यार त्यो गाडी एउटा मान्छेको के थियो पेसेन्टहरू अघि झारेर पठाइहाल पानी पऱ्यो भने खेल्ने सुरसार छैन केमा जोत्ते छ क्या यस्तो अप्ठ्यारो बाटोमा पहिलेबाट हरेन लाउनु नि अनि थाहा हुन्थ्यो कति गाह्रो बराबर बाँध्नु त्यसलाई लिएर आएपछि अरू पनि लाइनै आउँदै होला के
यस्तो गर्यो भने ट्राफिकले बन्द गरिदिन्छ नि फेरि बाटो ठेलेर यहाँसम्म ल्याएको भए त नि खेल्दैछ त हौ सबैले मरि खेल्दैछ देख्छ त कम्मरमा अलिक साइड गरिदिएको ओह्रालोमा उडेर त्यही त अनि चिप्लेर आएर ड्यामै हाल्नु ब्रेक लाग्छ कि लाग्दैन फेरि खेल्दाखेरि त्यसको एबीको त भरै लाग्दैन मलाई त नि अब एबीलाई बोलायो भिडियो 16 मिनटको भइसक्यो